हेलो मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज चाहिँ मैले सिकुटीको रेसिपी लिएर आएको छु। हजुरहरू भिडियो अन्तिमसम्म हेरिदिनु होला। सुरुमा मैले तावामा पकाएँ आज चाहिँ, अनि सिकुटी काटकुट तातो पानीमा तताएर काटकुट बनाएर तेल तताएर हालेँ। त्यस पछाडि एकछिन चलाएर लो फ्लेममा पकाउने यो चाहिँ नभए डढिहाल्छ। हल्का बिसाएर नुन हालेर चलाउने। त्यस पछाडि चाहिँ मैले गरम मसला राखेको छु हल्का, अनि त्यस पछाडि सानो ग्यास बनाएर पकाउने। अनि यसलाई चाहिँ मैले छोपिनँ, नछोपिकन पकाएको। अनि एकछिन चलाउने, अनि चलाएपछि यसलाई चाहिने मरमसला मैले चाहिँ रेडी गर्दैछु। खासै त धेरै चाहिँदैन, डढिहाल्छ, त्यही भएर सानो ग्यास बनाएर पकाउनु होला हजुरहरू पनि। अनि त्यस पछाडि मैले लसुन चाहिँ मैले पिसिनँ, किनकि डल्लै राम्रो हुन्छ सँगै। अनि प्याज राखेँ। त्यस पछाडि एकछिन चलाउने, अगाडि कतिको पिरो खाइन्छ त्यही अनुसार राख्ने। अनि एकछिन चलाएर सानो ग्यास बनाउने यतिखेर चाहिँ। अनि त्यस पछाडि टमाटर पनि लगाउने, अनि एकछिन चलाउने। त्यस पछाडि रेडी हुन आँट्यो। रेडी भएपछि माथिबाट धनिया हाल्ने। हल्का लो फ्लेममा पकाउनुपर्छ यसलाई चाहिँ, नभए चाहिँ डढिहाल्छ क्या। अनि हल्का चलाए पछाडि एकछिन छोडिदिने। एकछिन छोडेर 5-10 मिनट छोड्ने। अघि फर्स्टमा लगाएको तेल चाहिँ सबै सोच्छ यहीँ सिकुटीले नै। अनि त्यस पछाडि चाहिँ पाकेको हुन्छ। माथिबाट धनिया छर्किने। अब यो खानुको लागि रेडी छ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो? मैले चाहिँ पकाएर पनि चाखिसकेँ। हजुरहरूलाई भिडियो कस्तो लाग्यो कमेन्ट गरिदिनु होला।